फेरि पनि स्वागत छ नयाँ भिडियोमा मेरो। म आइसकेको छु भिडियो लिएर। आज म बौनिया आएको छु दिदीको बिहाको लागि। आज बिहा आउनलाई 25 गते बिहा छ दिदीको। त्यसको बिहाको लागि तयारीको लागि रोटी पकाउँदै हुनुहुन्छ। रोटी पकाएको भिडियो लिएर आएको छु। सबैजनाले भिडियोलाई लाइक कमेन्ट शेयर अवश्य गरिदिनु होला। ल भिडियो सुरु गरौँ है। अब 25 गतेको बिहाउने दिदी यो दिदी हेरौँ त्यो पाकिरहेको छ रोटी। त्यो जाँदैछु म एकछिनमा। प्रथम मम्मीको धेरै बाख्रा छ यहाँ पकाउँदै हुनुहुन्छ। हेर्नुहोस् यहाँ रोटी पाक्दैछ यहाँ। सबैजना हुनुहुन्छ जन्ती कि त्यो सुकाएको रहेछ त यहाँ है। सुकाएपछि फेरि राम्रो भन्छ। त्यही भएर बनाउँछ जानेले खिसाउने नै त्यो गर्ने मुस्ने त्यो गर्दै हुनुहुन्छ मम्मी। रोटी बेल्नको रोटी बेलेको फिन रोटी बेलेको अनि छोरीको बिहेमा रमाइलो गरेको। ल रमाइलोको लागि पकाएको कि छोरीको बिहाको लागि पकाएको हुनु त? रमाइलो गरेको। रमाइलोको लागि पकाउनु भयो कि छोरीको बिहाको लागि पकाउनु भयो हुनु त? रमाइलो किन भन्नु छ त अनि? अब छोरी पठाउन मात्र रमाइलो लाग्छ हजुरलाई? रोटी पकाएर रमाइलोमा छोरी पठाएर त अब पिर लाग्छ नि त। ल भिडियो खिचिरहेको छु। खास गरी हजुरले पानीमा चोबेर किन टाइममा हाल्नुभएको हुनु त? 2 किलोको आले 4 किलोको नै ठाउँमा यो सेतो बनाउनलाई पेटु बनाउनलाई हो। काम जतै भएर बाइकमा त हाल हो र? हो हाम्रो बिहामा ल बेल्न पाउँछ। बेल्न लाग्नुपर्छ ठुलो मियो मेरो। यहीँको ठुलो ठुलो मियो हुनुहुन्छ। लागिरहेछ हजुरलाई बिहाको रमझम भन्नु त? बिहेको रमझम एकदम रमाइलो लागिरहेछ। हजुर अरु केही रमाइलो पनि छ। छोरी जाने कस्तो रमाइलो छ। अब आजसम्म त रमाइलो भयो। 25 गते चाहिँ बहुत धान खान हाल्नलाई छ। हो र? ल एकदम रमाइलो भइरह आज त। कस्तो राम्रो थियो है यो त। राम्रो फुलेको छ त्यही हेर्नु त। यो पानीमा चोबेको कारण त्यस्तो रहेछ। फुल्यो त्यहाँ हेर्नु। त्यही भएर रहेछ। एउटा दिन साथीहरू भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला साथीहरू सबैजनाले। आज रमिती होइन राष्ट्रिय हो त्यो पानी आउँदै दुलेको दाई दुलेको ठुलो भयो भन्नु त। रमिती भयो नि आज त? रमिती भयो नि आज दाई? रमिती भयो नि आज त? पानी परेछ नि त बिहामा त? बिहा लिन आएको गएमा रोटी पकाउन आएको कि पानी परेछ दाई दुलाई बसिराख्नु भएको छ यहाँ। आजको भिडियो यति नै। भिडियो सिद्धियो सबै कुरा बनाइसक्नुभयो। भिडियोलाई लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला सबैजनाले है। ल बाई बाई। फेरि अब नयाँ भिडियोमा भेटौँला। सबैजनालाई जय नेपाल। नेपालमा गएको छ।